सुन्नुहोस्, ऋतु के हो? ऋतु के हो? अब हामी एकैछिन छलफल गर्नेछौँ। तर मेरो अनुरोध हजुरलाई यदि चाहिँ गर्नु पर्यो, सब्सक्राइब, लाइक, शेयर, कमेन्ट। बाइबल अनुसार शरीर र आत्माको पृथक हुने अवस्था हो मृत्यु। बाइबलले मृत्युलाई पापको परिणामका रूपमा वर्णन गर्छ, रोमी 6:23, र यसलाई शारीरिक र आत्मिक मृत्यु भनेर दुई किसिमले बुझ्न सकिन्छ। पहिलो नम्बर, शारीरिक मृत्यु। यो मानिसको भौतिक शरीरको अन्त्य हो। जब मानिस मर्छ, उसको शरीर धुलोमा फर्किन्छ, तर आत्मा भने अस्तित्वमा रहन्छ। उत्पत्ति 3:19, उपदेशक 12:7। दोस्रो, आत्मिक मृत्यु। पापको कारण मानिस परमेश्वरबाट अलग भएको अवस्थालाई आत्मिक मृत्यु भनिन्छ। जब आदम र हव्वाले पाप गरे, तिनीहरू आत्मिक रूपमा मरे, अर्थात् परमेश्वरसँगको सम्बन्ध बिग्रियो। उत्पत्ति 2:17, एफिसी 2:7। तेस्रो नम्बर, दोस्रो मृत्यु, अनन्त मृत्यु हो। अनन्त मृत्यु हो। येशू ख्रीष्टमाथि विश्वास नगर्नेहरूका लागि बाइबलले दोस्रो मृत्युको कुरा गर्दछ, जसको अर्थ परमेश्वरबाट सधैँको लागि छुटिएर नरकमा बस्नु हो। प्रकाश 20:14-15। तर येशू ख्रीष्टद्वारा मृत्युमाथि विजय छ। येशू ख्रीष्टद्वारा मृत्युमाथि विजय छ। बाइबलले भन्छ कि येशू ख्रीष्टको मृत्यु र पुनरुत्थानले मृत्युमाथि विजय दिलाएको छ। जो उहाँमा विश्वास गर्छ, उसलाई अनन्त जीवन प्राप्त हुन्छ। यूहन्नाको पुस्तक 11:25-26। यसैले बाइबल अनुसार मृत्यु भनेको केवल शरीरको अन्त्य मात्र नभई आत्माको भविष्य पनि निर्धारण गर्ने अवस्था हो। यदि मानिसले येशू ख्रीष्टमा विश्वास गर्छ भने उसले अनन्त जीवन पाउँछ। यूहन्ना 3:16। भिडियो हेर्नुभएको लागि धन्यवाद। अरू पनि यस्तै भिडियो हेर्नको लागि हामीलाई सब्सक्राइब र घन्टीमा थिच्नुहोला। प्रभुले आशिष देऊन्। जय मसीह।